ड्युटीबाट घर जाने बित्तिकै पहिला सुरु चाहिँ फ्रेस भएर चाहिँ मैले चिया बनाएर चाहिँ रुमभित्र गएँ। कहिलेकाहीँ चाहिँ अलि धेरै नै थकाइ लाग्छ नि, त्यसपछि चिया पिइसकेपछि कति आनन्द आउँछ न त। राति चिया पिउनु हुँदैन भनेर भन्छन्, तर म चाहिँ बिहान बेलुका दिउँसो जतिखेर नै पिइदिन्छु कि, जतिखेर मन चल्छ त्यतिखेर नै बनाएर पिउँछु कि। अनि वासिङ मेसिन धुनको लागि लगाएको थिएँ, आज चाहिँ हातले धुनलाई अल्छी लाग्यो, त्यही भएर मेसिनमै लगाइदिएँ। त्यतिन्जेलसम्म चाहिँ साथी पनि आएछ। आज फेरि हामीहरू दुवैजना कपडा एउटै भइसक्यो, प्लान गरेर लगाएको जस्तै हो। चोखा माझ भनेर साथी चाहिँ चौचो बनाउनु थाल्यो। त्यतिन्जेलसम्म चाहिँ म बाहिर गएँ, वासिङ मेसिनमा टाइम पनि सकिसकेछ, कपडा निकालेर मजाले सुकाइदिएँ। अनि त्यसपछि भित्र आएर चाहिँ चौचोहरू पनि पाकिसकेको थियो। यो चाहिँ अस्ति 2 PM चौचोको ड्राई भेजिटेबल थियो। ड्राई भेजिटेबललाई नि किन फाल्नु भनेर उम्लिरहेको भयो। सुपमा ड्राई भेजिटेबल लगाएर एकछिन मजाले बोइल हुन दिइसकेपछि मजाको चौचो पनि बनाएर दिन्छ। अनि फेरि यो चाहिँ वाइवी चौचोको सुप चाहिँ होइन, इन्डोमीको चिकन फ्लेभरको सुप हो, किनकि वाइवी चौचो चाहिँ मार्केटमा सकायो। तिमीले लिएर जाउँ, यसको सुप मिठो हुन्छ भनेर चाहिँ भन। त्यो साँच्चै कस्तो मिठो लागेको थियो कि। अनि यो अस्ति लागि बनाएको थियो पिरो अचार। यो चाहिँ अचार चाहिँ मलाई फालामा आएर फ्रिजरमा त्यतिकै लगाएको थियो। अनि मजाले मिक्स गरिसकेपछि चाहिँ चौचोको सुपलाई चाहिँ मजाले इन्जोय हुन त बाहिर गर्मी छ, सुप खाने बेला चाहिँ होइन, तर हामीले सुप मजाले खान थाल्यौँ होइन। अनि त्यसपछि गफ भने फेरि हामीहरूलाई कति धेरै आउँछ, खाने बेला नि स्टक चाहिँ हुँदैन कि। आँडा साडा माझ्यो अरे। अनि त्यसपछि म चाहिँ भित्रतिर